अहम खेलकुदको लागि तपाईहरुलाई सहयोग गर्नुहुने सुनिल चौधरीजीलाई पनि म स्वागत सम्मान सहित आसन गर्नको लागि हार्दिक अनुरोध चाहन्छु। त्यसैगरी लाहान क्रिकेट क्लब तौका अध्यक्ष राकेश अधिकारीजीलाई पनि म स्वागत सम्मान सहित आसन गर्नको लागि हार्दिक अनुरोध चाहन्छु। त्यसैगरी सुन चाँदी व्यवसाय संघका अध्यक्ष हाम्रा लाहान सिटी डिस्ट्रिक्टका पूर्व अध्यक्ष बसन्त शाहजीलाई पनि म स्वागत सम्मान गर्दैन। त्यस्तै गरी यो लाहान क्रिकेट क्लबलाई जहिले पनि हिसाब एकदम क्लियर राख्नुहुने यस लाहान क्रिकेट क्लबका कोषाध्यक्ष आदरणीय गिरिराज मुनियारजीलाई म स्वागत सम्मान सहित आसन गर्नको लागि हार्दिक अनुरोध चाहन्छु। गर्नुपर्ने हाम्रो दायित्व रहनेछ। आजको यो गेम आजदेखि लिएर अन्तिमसम्म हामीलाई निर्णायक म्याच स्कोररहरू साथीहरू हुनुहुन्छ। राकेश कामत, अरविन्द राम सफल पार्नको निम्ति तनमन धनले हामीलाई विभिन्न साथीहरूले सहयोग गर्नुभएको छ, जसमध्ये अर्चना राज इन्टरप्राइज लाहानका सञ्चालक राजलाल गुप्ताजीलाई पनि म स्वागत सम्मान सहित आसन गर्दै हार्दिक अनुरोध चाहन्छु। त्यसैगरी हाम्रा भर्खर यसपालि सञ्चालन भोलाजित नेपालजीले +2 सञ्चालन गर्नुभएको छ र गेमलाई सफल पार्नको निम्ति सहयोग गर्नुभएको छ। उहाँलाई पनि म स्वागत सम्मान सहित आसन गर्दै हार्दिक अनुरोध दिन चाहन्छु। हाम्रो लाहान नगरपालिका जुनमा यो प्रतियोगिता भइरहेको छ, यस वार्ड नम्बर 4 का जेनजी प्रतिनिधिको रूपमा आउनुभएको छ भने उहाँलाई पनि म स्वागत सम्मान सहित आसन गर्नको लागि हार्दिक अनुरोध दिन चाहन्छु। राधेजीको उपस्थित रहेको छ, उहाँलाई पनि म स्वागत 28 विद्यालय सञ्चालकहरूले सहभागी जनाएको छ। म कर्मशा विद्यालयका प्रिन्सिपल साथीहरूको नामले भन्न चाहन्छु। यो विद्यालयका प्रिन्सिपल तथा सञ्चालक जो आउनुभएको छ भने त्यसैगरी नेपाली कांग्रेस प्रदेशको महानका सचिव प्रदीप गुप्ताज्यू, जिल्ला उद्योग वाणिज्य संघ सिधा महानका प्रवक्ता रविन्द्र श्रेष्ठज्यू, एभरेस्ट मोबाइल सचिव लक्ष्मी सैनीजी, कोषाध्यक्ष गिरिराज मुनियारजी, नेपाली कांग्रेस आज यो सुरुको ओपनिङ म्याच भन्नाले जीबी वर्सेस ओपोलोसँग हो र म चाहिँ जीबी श्री डिलाइट सेकेन्डरी स्कुलको नेतृत्व गर्ने म चाहिँ सुशान्त यादव यसको कप्तानको रूपमा चाहिँ उपयोग भइसकेको छु। कसैलाई प्रवेश नगराउनु होला। प्लेयर